नमस्कार, म भेटनरी डाक्टर पूजन सिंह कुँवर। के तपाईहरुलाई तपाईहरुको घरमा भएको डग कहाँबाट र कसरी आयो भन्ने कुराहरु थाहा छ? आउनुहोस् यो विषयमा केही छलफल गरौँ। आज भन्दा लगभग 15,000 वर्ष अगाडि मानिसका पुर्खाहरु र क्यानाइन प्रजाति जस्तै स्याल, ब्वाँसो र डगका पुर्खाहरु जंगलमा नजिकै बस्थे। यी दुवै प्रजातिहरु आफ्नो आफ्नो समूहमा बस्थे र शिकार गर्थे। अधिकांश क्यानाइन प्रजातिका समूहहरु मानिसहरुसँग डराएर छुट्टै बस्थे। ती समूहहरु अहिले जंगली ब्वाँसो र स्यालमा रूपान्तर भए। त्यस्तै गरी केही क्यानाइन प्रजातिहरु मानिसका वरपर बस्थे र मानिसले छाडेका शिकारहरु खान्थे। तिनीहरु मानिसहरुसँग मिलनसार थिए र कुनै हानि गर्दैनथे। बिस्तारै उनीहरूले जन्माएका बच्चाहरू अझ बढी मिलनसार देखिए र उनीहरूलाई मानिसले आफैले खुवाउन थाले। केही पुस्तापछि उनीहरूको शारीरिक बनावटमा परिवर्तन आयो र कम आक्रामक देखिन थाले। अब उनीहरू मानिसहरूसँगै खाने, बस्ने र यात्रा गर्न सुरु गरे। बिस्तारै मानिसहरूले उनीहरूलाई आफ्नो कामको लागि प्रयोग गर्न थाले। मानिसले ल्याबमा उनीहरूको जिन पत्ता लगाए र आफ्नो आवश्यकता अनुसार भेडा हेर्ने, स्लेज तान्ने, गेम खेल्ने लगायत साना र ठूला जातका डोमेस्टिकेटेड डगको ब्रिडिङ सुरु गरे। यसरी कुनै बेलाको जंगली ब्वाँसो अहिले तपाई हाम्रो घरमा विभिन्न जात, विभिन्न गुण भएको डग परिवारको सदस्यको रूपमा परिवर्तन भयो। धन्यवाद।